मानव झापाका जनताले बालेन शाहलाई हराइदिए पनि नि बालेन शाह त इन्जिनियर पनि हुन्, बालेन शाह त युट्युबर पनि हुन्, बालेन शाह त टिकटकर पनि हुन्, बालेन शाह फेसबुके पनि हुन्। अब केपी बाले के गरी खाने? कि त बाख्रा पाल्नु पर्यो, बाख्रा पाल्नु पर्यो कि त होइन भनेपछिमा त्यो एमाले भत्ता दिन्छ भनेर भन्थे नि, त्यही भत्ता खाएर बस्नु पर्यो। अरू त आइडिया केही पनि छैन। छैन। त्यही भएर साथीभाइ, दाजुभाइ, दिदीबहिनीहरू, अहिले हामीले युवा पुस्तालाई सपोर्ट गरेनौँ भने हामीले सधैँ यसै गरी रोइरहनु पर्छ। एक केपीको उखेन टुक्याको कुरा सुनेर यो दिन्छु भन्यो, ऊ दिन्छु, केही पनि दिँदैन। उहिले आफ्नो पार्टीको झोलेहरूलाई दिन्छ र झोलेहरूले मजाले खान्छ। तपाईँ हामी गरिबको छोरा हेरेको हेरे। त्यही भएर चुप्प, केही बोल्ने होइन। एमालेको मान्छे आउँछ, हजुर भोट दिने हो हजुरलाई, दिने हो भन्ने। काङ्ग्रेसको आउँछ, हजुर दिने हो भन्ने। माओवादी आउँछ, दिने हो हजुर दिने। तर भित्र गएर ट्याप्प पारेर घन्टीमा भोट हाल्नुभयो भने, घन्टी क्या मन्दिर लगाइन्छ नि त घन्टी हो, त्यसमा हाल्नुभयो भने चाहिँ बल्ल देश र हामी जस्तो युवाले शान्ति पाउँछौँ। जय नेपाल। भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु विचारौ। गाउँमा त एमाले भत्ता दियो भने एमाले भत्ता दिँदैन। भत्ता दिने तपाईँको छोराहरूले हो। इन्डिया गयो रिमिटेन्स पठाएछ, मलेसिया गयो रिमिटेन्स पठाएछ, दुबई गयो रिमिटेन्स पठाएछ। तपाईँको बाँझो जग्गाको कर तिर्नु भएको छ हो, त्यही पैसाले आउने हो। एमाले जेबमा दिए, केपी ओलीले जेबमा दिया हो, दिया होइन जेबबाट हो। बाटो हुनु